यो देखिएको घरभित्र अब म प्रवेश गर्दैछु। यो घर जहाँ मेरो बाल्यकाल बितेको थियो। म यो घरमाथि चढेको छु अहिले। यो बरन्डा हो। यो मूल ढोका। यहाँ माथि मैले के पहिले लेखेको थिएँ सानो बाल्यावस्थामा। यो अब प्रवेश गर्ने ठाउँ। यो भित्री प्यासेज। यो म सुतेको कोठा। बाल्यकाल मेरो यहीँ बितेको थियो, यही कोठामा। लगभग म 13 वर्षको उमेरसम्म यो कोठामा बसेको छु, जन्मे पछाडि। यो सिडी भएको कोठा हो। यहाँबाट बुइकलतिर हामी जाने गर्थ्यौँ। त्यहाँ सिडी छ बुइकल जानलाई। यो मेरो हजुरबुवा हजुरआमा बस्ने कोठा हो। यहाँ पूजा गर्ने ठाउँ छ। मन लाग्छ यी भगवानका फोटाहरू हजुरबुवा हजुरआमा हुँदैखेरिका हुन्। यो हजुरबाको लौरो हो त, खै हुन सक्छ। यो ताला मैले धेरै घचघच्याएको छु। मिश्री माग्ने गर्थेँ हजुरआमासँग सानोमा। यसलाई ठ्याङ 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 पार्थेँ। यो त्यही ठाउँ हो जहाँ हजुरबा यतातिर सुत्ने गर्नुहुन्थ्यो। यो दराज। यहाँ हजुरबा हजुरआमाको कोठा प्रवेश गर्न